हेलो गाइज, म चाहिँ अहिले घरमा छु। हिजो काठमाडौँबाट आएको अनि त्यसपछि यसो यताउति हेरेको त हाम्रो घरको अगाडि चाहिँ कति धेरै काँक्रोहरू फलेको रहेछ। अनि त्यही भएर म चाहिँ टिप्न जाँदैछु अनि मेरो छोरी चाहिँ त्यहाँ खेलिरहेको रहेछ। अनि मैले जबरजस्ती तानेर भिडियोमा देखाइदिएको अनि हाँस्यो। ठ्याक्कै केटा जस्तो छ मेरो छोरी चाहिँ। अनि त्यसपछि म चाहिँ अनि टिप्नको लागि गएँ। मेरो त्यो पछाडि देखेको चाहिँ त्यो चाहिँ हाम्रो गुम्बा हो, माथिको कस्तो राम्रो ठाउँहरू छ यतातिर चाहिँ घुम्नको लागि। यो पछाडिको चाहिँ हाम्रो घर। अनि त्यसपछि म चाहिँ गएँ कैसा बारीतिर काँक्रो टिप्नको लागि भनेर। अनि त्यसपछि भिडियो गर्दै गएको कि अनि तपाईँहरूलाई काँक्रो देखाउँछु भनेर यसो हेरेको। काँक्रो त बाफरे, त त्यो चाहिँ अरू पनि थियो, कति धेरै थियो अस्ति त। अनि यो चाहिँ कत्रो ठुलो भइसकेको रहेछ कि। अनि त्यसै टिप्नु पऱ्यो भनेर टिप्न खोजेको त कस्तो गाह्रो, हेर्नु नि, त्यो टिप्नै नसकेर कति धेरै बल्लाएर बल्ल बल्ल टिपेँ मैले है। अनि त्यो टिपेँ। अनि त्यसपछि अरू पनि काँक्रो देखाउनु पऱ्यो भनेको, राम्रोसँग चाहिँ देखेन। त्यहाँनिर एउटा बोट अनि उतापट्टि नै अर्को छ। त्यता चाहिँ फलेको छ तर कति धेरै पानी परेको भएर त्यहाँ चाहिँ म जान सकिनँ। परैबाट खिचेको मैले भिडियो। अहिले त त्यहाँ एउटा दुइटा मात्रै देखिरहेको रहेछ तर। अनि त्यसपछि म काँक्रो लिएर यता अगाडि आएँ। छोरी रहेछ अनि मेरो बुढोले चाहिँ यहाँ त खाजा तयार गर्दै हुनुहुँदो रहेछ। चाउचाउ र अन्डा पकाएको, अन्डा छुट्टै चाउचाउ छुट्टै पकाउनु भएको रहेछ। अनि त्यसपछि म चाहिँ अघि ल्याएको काँक्रो काट्नु पऱ्यो भनेर काँक्रो काट्नतिर लागेँ। अनि त्यसपछि काँक्रो काट्दाखेरि चाहिँ कस्तो पहेँलो देखायो कि तर यो काँक्रो त्यति धेरै पहेँलो त थिएन, ठिक्क थियो। अनि त्यसपछि काँक्रो काट्दाखेरि चाहिँ हाम्रो त्यो छेउको काटेर त्यसको तितो भएको भाग छ त्यो चाहिँ जाओस् भनेर भन्छ कि। अनि त्यसलाई चाहिँ पहिले पहिले चाहिँ हामी अझ नाइटोमा लाउँथ्यौँ। अनि अहिले चाहिँ नाइटोमा चाहिँ लाएन। अनि त्यहाँ नानी थियो साइडमा बसिरहेको, अनि त्यसकै निधारमा टसाइदिएँ। टिकी टिकी लगाइदियो मलाई, टिकी भनेर खुसी भइरहेको थियो। अनि त्यसपछि अर्को सानो टुक्रो चाहिँ मलाई नि लगाइदिए, किनभने उसले सोध्छ नि त, ओहो हामी दुवैजनालाई टिका लगाइदिए रहेछ भन्ने हुन्छ नि त उसलाई। अनि त्यही भएर अनि मैले लगाइदिएको। अनि त्यसपछि मैले चाहिँ मजाले काटेँ। अनि यो काँक्रो चाहिँ अर्ग्यानिक हो कि, गाउँतिर रोपेको भएपछि हुनु त त्यो काठमाडौँतिर किन्न जाँदाखेरि चाहिँ कस्तो कलरै अर्कै हुन्छ, खाँदा पनि त्यति मिठै हुँदैन भने। अनि यहाँ चाहिँ गाउँतिर फल्या भएर हो कि के हो, टेस्ट पनि अर्कै आउँछ, कस्तो मिठो पनि हुन्छ कि। अनि त्यही भएर म चाहिँ हिजो आएको नि त काठमाडौँबाट, बिदाको बेलामा घुम्न गएको थियो। घुम्न भने काठमाडौँतिर यसो कहिलेकाहीँ कति घरमा बस्नु भनेर गएको थिएँ। अनि त्यही भएर अनि आएको बेलामा ओहो काँक्रो फलेको रहेछ, टिप्नु पऱ्यो भनेर हतार हतार काँक्रो टिपेर ल्याएको कि। अनि मलाई चाहिँ यस्तो काँक्रोहरू टिप्ने कस्तो रमाइलो लाग्छ। अनि म चाहिँ त्यस्तै हो, प्रायः टिप्ने अनि खाने। आज त्यहाँ सानो चाहिँ टिपेँ मैले, नत्र भने त प्रायः म त दुइटा तिनवटा एकैचोटि टिप्छु कि। अनि त्यसपछि मजाले काटेर अनि अब खाजासँग खानुपर्छ भनेर मैले चाहिँ रेडी गरेँ। अनि त्यो लास्टको त्यहाँ चाहिँ अलिकति बिग्रे जस्तो रहेछ, त्यो बिग्रेको चाहिँ काटेर फालेँ। अनि त्यसपछि राम्रो चाहिँ खानु पऱ्यो भनेर मैले खाएँ। अनि खाँदै भिडियो गरेँ, कस्तो मिठो थियो तर काँक्रो चाहिँ। अनि त्यही हो, धमाधम खाइरहेछ। म चाहिँ भोइस उ गर्दा नि कस्तो के भन्ने भइदिरहेको कि, किनभने अब एउटै भिडियो लामो भएछ। अनि के बोल भइदिइरहेको कि। खाइरहेछ, त्यो खाएको हेर्नु न एकछिन, धमाधम खाइरहेछु म काँक्रो, एकदम मिठो थियो भन्दै खाइरहेछु म चाहिँ। अनि त्यसपछि त्यतिखेरमा बाबु आएछ, ऊ पनि म नि खान्छु रे भनेर खान थाल्यो।
त्यो यतिकै खाने भन्दा पनि त्यहाँ बिरो नुनसँग मिसाएर खायो भने अथवा चोपेर खायो भने चाहिँ कस्तो मिठो हुन्छ कि त्यही भएर बिरो नुनसँग खाने रे भनेर बुढोले ल्याएर बिरो नुन ल्याएर हालिदिनु भयो त्यहाँ काँक्रो वरिपरि। अनि त्यसपछि मेरो छोरी पनि हेर्नु नि त्यहाँ काँक्रो खाएको कचक 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 गरेर काँक्रो खाकी। अनि सबै ठाउँमा लगाएर ओहो आज त काँक्रै खानलाई जुर्या रहेछ है। अनि त्यसपछि खाँदा खाँदै खाजा पाक्यो। अनि त्यसपछि खाजा खानु पऱ्यो भनेर अन्डा र चाउचाउ खानलाई सुरु गरेँ। अनि वाउ चाउचाउ पनि कस्तो मिठो लाग्छ। किन चाउचाउ भनेपछि हुरुक्कै हुन्छ भने चाउचाउ चाउमिन भनेपछि के भयो होला है कहिले त्यो हुन्छ नि हुन त अब खाउन्जेल चाहिँ अब चाहिँ खाँदिनँ भन्ने हुन्छ। अन्त खाइसकेपछि त पछि हुन्छ नि फेरि भोक लाग्छ नि त त्यसपछि फेरि खान मन लाग्छ भने चाउचाउ भन्ने चिज पनि के होला है। जति खाए पनि नअगाइने कि खाएको बेला चाहिँ अगाइन्छ। अनि एकछिन पछि त्यो हुन्छ नि भोक लागेको बेलामा चाहिँ फेरि देख्यो भने चाहिँ खान मन लागिहाल्छ कि। चाउचाउ चाहिँ त्यस्तो फेभरेट भएको छ भने चाउचाउ चाउमिन त अनि खान्छु बेला बेलामा। हाम्रो चाहिँ यता गाउँतिर खासै यहाँ गाउँतिर चाहिँ पाउनु त पाउँछ तर अलि पर जानुपर्छ कि त्यही 15-20 मिनट जति हिँडेर जानुपर्छ लिनलाई पसल जानलाई। त्यता गयो भने चाउमिनहरू सबै पाउँछ। अनि यो चाहिँ चाउचाउ बनाएको नि त अनि त्यही भएर चाउचाउ खाँदैछु म चाहिँ धमाधम। ल भिडियो हेर्नुभएकोमा धन्यवाद। आजलाई यति नै बाई बाई।